प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र विकासको यात्रामा अघि बढिरहेको एक सुन्दर बस्ती हो कञ्चनपुरको शुक्लाफाटा नगरपालिका वडा नम्बर 4। थारू र पहाडी समुदायको संगम रहेको यो वडा सामाजिक सद्भाव, मौलिक संस्कृति र ग्रामीण विकासको पनि उत्कृष्ट उदाहरण बन्दै गएको छ। पूर्वमा सुनबरा नदी, उत्तरमा वडा नम्बर 10, पश्चिममा वडा नम्बर 5 र दक्षिणमा वडा नम्बर 3 ले यसको सिमाना छुट्याएको छ। 4.7 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस वडामा 850 घरधुरीको बसोबास रहेको छ। कुल जनसंख्या 6500 रहेको यहाँ पहाडी तथा राणाथारू समुदायको उल्लेख्य बसोबास रहेको छ, जसले वडालाई सांस्कृतिक रूपमा अझ समृद्ध बनाएको छ। यस वडाका अधिकांश नागरिक कृषि तथा पशुपालनमा निर्भर छन्। खेतबारी र पशु चौपायाबाट प्राप्त आमदानी नै यहाँका बासिन्दाको मुख्य जीविकोपार्जनको आधार बनेको छ। स्थानीय तहमा जनप्रतिनिधि आएपछि कृषि क्षेत्रमा उल्लेखनीय सुधार देखिएको छ। किसानका खेतसम्म सिंचाई सुविधा विस्तार गरिएको छ भने लामो समयदेखि बन्द अवस्थामा रहेका अटिजन बोरहरूको मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको छ। नयाँ अटिजन बोर जडान गरिनुका साथै भूमिगत सिंचाई कार्यक्रम सञ्चालन गरिएकोले किसानको उत्पादन क्षमता वृद्धि हुन थालेको छ। स्वरोजगार र आत्मनिर्भरता प्रवर्धन गर्न वडा कार्यालयले विभिन्न सिपमूलक तालिम सञ्चालन गर्दै आएको छ। पछिल्लो समय कम्प्युटर, होजियारी, कपाल काट्ने, विद्युत जडान, प्लम्बर तथा ड्राइभिङ तालिम प्रदान गरिएको छ। मेरो नाम पदम सिंह राणा, सुन बजार छैन, वडाबाट पनि तालिम लियो। वडाले पनि तालिम दिएर मैले चाहिँ त सिकेर होइन तालिम गरेर मजाले आफ्नो व्यवसाय चलाइरहेको छु। यो चाहिँ घर खर्च चलिरहेछ। यी तालिमले 250 भन्दा बढी युवा तथा स्थानीय बासिन्दालाई दक्ष बनाउँदै स्वरोजगारको अवसर सिर्जना गरिएको छ। विकास निर्माणको क्षेत्रमा पनि वडा नम्बर 4 ले उल्लेख्य प्रगति हासिल गरेको छ। वडाको आफ्नै प्रशासनिक भवन निर्माण सम्पन्न भएको छ भने पुराना संरचनाको संरक्षण र मर्मत समेत गरिएको छ। स्याली र सुनबरा नदीको कटान रोकथामका लागि तटबन्ध निर्माण कार्य भइरहेको छ। गाउँ गाउँमा विद्युत सेवा विस्तार गर्न पोल वितरण गरिएको छ, जसले स्थानीय बस्तीलाई उज्यालो बनाएको छ। सडक तथा पुल पुलिसा निर्माणमा पनि वडा सक्रिय देखिन्छ। वडा नम्बर 4 र 5 जोड्ने स्ल्याब कल्भर्ट निर्माण गरिएको छ भने विभिन्न सडकहरू ग्राभेल तथा कालोपत्री गरिएका छन्। मेरा नाम दिल बहादुर लोहार, शुक्लाफाटा नगरपालिका वार्ड नम्बर 4 सिकलपट्टी। अहिलेको दौरानमा यो हाम्रो 4 वर्षको अन्तरमा हाम्रो यो शुक्लाफाटामा 4 नम्बर वडामा विकास, यातायातको विकासमा पहिले यही बाटोमा हिँड्दाखेरि हामी ग्राभेल रोडमा हिँड्थ्यौँ। अहिले विशेष आधा घन्टा बढी हाम्रो पिच पनि भइसकेको छ। केही रहेको बाँकी यो सालभित्रै हुन्छ भन्ने पनि मलाई आशा छ। हाम्रो सायद सिकलपट्टीमा मात्र बाँकी छ, अरू बिचबिचमा यो 2 टुक्रा छ त त्यो पनि यो एडिबीले पनि गर्ने भन्ने हाम्रो सुनाइ छ, त्यो पनि हुन्छ। अरू सिँचाइको लागि पनि हर टोलमा ट्युबवेल पनि दिएको छ। हाम्रो टोलमा पनि, हाम्रो सिकलपट्टी टोलमा पनि 3 ठाउँमा हाम्रो ट्युबवेल पाएका छौँ। त्यो पनि हामीलाई बिउ छर्न, बिउ बचाउनुको लागि राहत मिलेको छ। र रहेको अब हाम्रो त्यो टोलमा हामी जङ्गल आरक्ष पीडित नदीको किनारमा भएका मान्छे हामीलाई अलिकति सोलर बत्तीको पनि व्यवस्था गरिदिएको छ। 3 ठाउँमा हाम्रो भइसकेको छ। 1-2 ठाउँमा अझै गरिदिएपछि हामीलाई अरू सुविधा हुनेछ भन्ने मैले आशा लिएको छु। श्री रामेश्वर शिव मन्दिरदेखि गडैया तालसम्म, बुढी नालादेखि लक्की राइस मिलसम्म तथा अन्य ग्रामीण सडकहरूको स्तरोन्नति गरिएकोले स्थानीयको आवत सहज बनेको छ। हालसम्म यस वडामा 9 किलोमिटर सडकको ट्र्याक खोलिएको छ। साथै एसियाली विकास बैंक एडिबी को सहयोगमा झलारी पिप्लाडी जोड्ने मुख्य सडक कालोपत्रीको चरणमा पुगेको छ। वडा सदस्य, मेरो नाम मणिदत्त पन्त हो। यहाँ विकासका कुरा भन्नुपर्दा सबै कुरा हाम्रा अध्यक्षज्यूले भनिसक्नु भएको होला, तर 1-2 कुरा म पनि भन्न चाहन्छु। यो हाम्रो वडामा चक्रपथ पुगिसक्यो। कालागौडी हुँदै वार्ड नम्बर 4 मा चक्रपथको काम हुँदैछ। दोस्रो कुरो, हाम्रो वडामा नगर अस्पताल अन्तिम चरणमा पुगेको छ। केही दिनमा सुचारू हुने अवस्थामा छ।
अनि यो जय विद्यानिकेतन विद्यालयसम्म पिच सहित कल्भर्ट निर्माण हुँदैछ। तेस्रो, प्रत्येक वर्ष सङ्घ र प्रदेशबाट बजेट विनियोजन गर्न हामी यस वडामा सफल भएका छौँ। स्वास्थ्य तथा पशु सेवामा पनि वडा कार्यालयले निरन्तर सहयोग गर्दै आएको छ। पशु सेवा केन्द्र पिपलाडी र पिपलाडी स्वास्थ्य चौकीका लागि औषधि उपलब्ध गराइएको छ। वर्षाका कारण धानबालीमा क्षति पुगेका किसानलाई राहत रकम सिधै बैंक खाता मार्फत वितरण गरिएको छ। हामी 2079 सालमा निर्वाचन भइसकेपछि हामीले चाहिँ यस वडामा हामीले चाहिँ थुप्रै योजनाहरू अगाडि बढाएका छौँ। सङ्घ, प्रदेश र स्थानीय वडाबाट हामीले चाहिँ यस वडामा हामीले चाहिँ थुप्रै योजनाहरू अगाडि बढाएका छौँ। यस वडा अन्तर्गत हामीले चाहिँ थुप्रै योजनाहरू समापन पनि आयोजनाहरू सम्पन्न पनि गरिसकेका छौँ। जस्तै हामीले चाहिँ भौतिक पूर्वाधार अनि सामाजिक विकासतिर र आर्थिकतिर पनि हामीले चाहिँ थुप्रै योजनाहरू अगाडि बढाएका छौँ। जस्तै हामीले चाहिँ यस वडामा हामीले चाहिँ नयाँ सडक ट्र्याक सम्बन्धी हामीले चाहिँ 9 किलोमिटर जति काम सम्पन्न गरिसकेका छौँ। र हामीले चाहिँ हाम्रो वडामा चाहिँ 4वटा मुख्य सडकहरू छन् र 32वटा शाखा सडकहरू छन्। त्यसमा चाहिँ हामीले मुख्य सडकहरूमा चाहिँ पिच गर्ने कार्य चाहिँ हामीले चाहिँ 3वटा सडकमा अब सम्पन्न गर्ने क्रममा अगाडि बढेका छौँ। र अर्को चाहिँ हाम्रो चाहिँ यसै वडा अन्तर्गत हाम्रो चाहिँ दोस्रो एडिबीको दोस्रो फेजको कार्यक्रम पनि अगाडि बढिसकेको छ। अब केही दिनपछि सुचारू हुने क्रममा छ। त्यसै गरी हामीले चाहिँ थुप्रै सिपमूलक सम्बन्धी तालिम, कम्प्युटर सम्बन्धी हामीले बेसिक कम्प्युटर सम्बन्धी तालिम 3 वर्षमा हामीले चाहिँ 85 जनालाई चाहिँ हामीले तालिम दिइसकेका छौँ र हाते औजारी 40 जनालाई, त्यसै गरी आधारभूत कपाल काट्ने तालिम 20 जनालाई, त्यसै गरी आधारभूत बिजुली जडा सम्बन्धी तालिम 6 महिने 40 जनालाई र प्लम्बर सम्बन्धी तालिम पनि हाम्रो अहिले सुचारू भइरहेको छ। र केही दिनमा हामीले चाहिँ ड्राइभिङ सम्बन्धी तालिम पनि अगाडि बढाउने कुराहरू अगाडि बढिरहेको छ। त्यसै गरी हामीले चाहिँ एकल महिलालाई सहयोग यसै वडामा दिएका छौँ। एकल महिलालाई बाख्रा वितरणदेखि लिएर कुर्ची वितरणदेखि लिएर आर्थिक सहयोग पनि हामीले यसै वडाबाट गरेका छौँ। र त्यसै गरी हामीले चाहिँ विभिन्न कार्यक्रममा जनजातिलाई कुर्ची वितरणदेखि लिएर संस्कृति संरक्षण अन्तर्गतमा पनि हामीले थुप्रै कुर्चीहरू वितरण गरेका छौँ। र यसै वडामा हामीले सम्पूर्ण टोलमा पनि हामीले कुर्ची वितरण गरेका छौँ। र टोलमा हामीले चाहिँ कुनै मादल वितरण, हाते माइक वितरण र संस्कृति संरक्षण कार्यक्रमका लागि पनि हामीले आर्थिक सहयोग पनि गरेका छौँ। त्यसै गरी विभिन्न टोल अन्तर्गतमा हामीले चाहिँ सूचना पार्टी पनि अब केही दिनपछि हामी चाहिँ राख्ने क्रममा छौँ। र त्यसै गरी हामीले चाहिँ यस वडामा हाम्रो चाहिँ अलिकति यो वडाको कार्यालय नभएको कारणले पनि हामीले चाहिँ यो वडा कार्यालय पनि हाम्रो पालामा चाहिँ हामीले चाहिँ प्रशासकीय भवन पनि सम्पन्न गरिसकेका छौँ। त्यसै गरी असैना टोलमा हामीले चाहिँ अर्टिजन बोरिङ मर्मत कार्य पनि अगाडि बढाएका छौँ। त्यसै गरी असैनामा रहेको पुरानो कुवा मर्मत संरक्षण पनि बढाएका छौँ। त्यसै गरी स्याली नदी र सुनबरा नदीमा पनि हामीले निरन्तर तटबन्ध अगाडि बढाएका छौँ। त्यसै गरी सिकलपट्टी टोलमा हामीले चाहिँ 18 थान बिजुलीका पोल र अब केही दिनपछि हाम्रो चाहिँ नयाँ ट्रान्समिटरको पनि ठेका पडिसकेको छ। र अब केही दिनपछि हामी नयाँ ट्रान्समिटर पनि राख्ने क्रममा छौँ। त्यसै गरी चाहिँ हामीले चाहिँ कालिका टोलमा चाहिँ हामीले चाहिँ 1250 मिटर पानी पिच पनि बनाएका छौँ। त्यसै गरी असैना टोलमा पनि हामीले चाहिँ सिकलपट्टी टोल, मुक्ति टोल लगायत थुप्रै शाखा सडकमा पनि हामीले पानी पिचका काम पनि अगाडि बढाएका छौँ। त्यसै गरी हामीले पिपलाडी स्वास्थ्य चौकीमा प्रशस्ति गृह निर्माण गरिसकेका छौँ। त्यसै गरी हामीले चाहिँ असैना भेटघाट चौरा, हाइमास्ट लाइट र कालिका स्कुलको नजिकै पनि हामीले हाइमास्ट लाइट पनि जडान गरिसकेका छौँ। त्यसै गरी 4 र 5 जोड्ने वन समिति बुढीनाला स्लाइड कलमट पनि निर्माण गरेका छौँ। त्यसै गरी कालिका टोलमा 100 मिटर सडक ग्राभेल पनि गरेका छौँ। त्यसै गरी हामीले चाहिँ थुप्रै शाखा सडकमा पनि हामीले चाहिँ पिचका कामहरू पनि अगाडि बढाएका छौँ। जग्गा सम्बन्धी व्यवस्थापनका कार्यहरू पनि सम्पन्न गरिएका छन्। लाल पूर्जा प्राप्तिका लागि
आवश्यक कागजात प्रणालीमा प्रविष्ट गर्ने कार्य सम्पन्न हुनुका साथै निस्सार वितरण तथा जग्गा नापजाँचको काम समेत पूरा भएको छ। निकुञ्ज नजिकको बस्ती भएकाले जंगली जनावरबाट हुने जोखिमलाई मध्यनजर गर्दै प्रभावित क्षेत्रमा सौर्य बत्ती तथा सडक बत्ती जडान गरिएको छ। कालिका माध्यमिक विद्यालय चोकमा हाइमास्ट लाइट जडान गराउनका साथै अन्य टोलहरूमा पनि सडक बत्ती जडान तथा मर्मत कार्य गरिएको छ। नमस्कार, मेरो नाम विष्णा पेन्त, शुक्लाफाटा नगरपालिका वार्ड नम्बर 4। ओडाले समाजमा अब एकचोटि महिलाहरूका बजेटबाट महिलालाई यो हाते हौजारी तालिम दिनुभएको थियो। अनि यो महिला सम्बन्धी यो कम्प्युटर तालिम बेसिक थियो। अनि यो एकल महिलाहरूका लागि बाख्रा वितरण, अनि यो महिलाहरूकै लागि अब यो समूह हुन्छ, समूहमा अब यो कुर्सीको आवश्यक हुन्छ। कुनै समूह गर्दा, कुनै सामाजिक कार्य गर्दा कुर्सी वितरण गर्नुभएको थियो एकल महिला र महिला समूह अन्तर्गत। अरू यस्ता तालिम ओडाले गर्ने राखेको छ। धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालनका लागि आवश्यक सामग्री वितरण गरिएको छ भने श्री रामेश्वर शिव मन्दिरको धर्मशाला स्तरोन्नति तथा शिव बैजनाथ मन्दिरमा जग निर्माण कार्य सम्पन्न भएको छ। नेपाली राणा सेना गांव, ओडा नंबर 4, शुक्लाफाटा। जब से मेरो भ्रमण सही है और तब से इनको पदाधिकारी आए रहे, काम ठीक है, हो गौ है, गलत ना करी हैं। चराए को ठाव, मेरो चराए को ठाव निकारी हैं, सब चीज़ करिए रहे हैं। पानी घाटों का है, सब पानी घाटों सब धीरे धीरे सब बना ही रहे हैं। और अब तक लेता इनको मैं ना देख पाऊँ, मैं गाँव को भलमनसा हूँ। अब इनके पूरा तो ना हो, आधो अधिकार मेरू है जा मैं, तो जा वजह से मैं पर्चा अपनों दे रहा हूँ। और पर्चों में पहले दे डाल रहा हूँ, मेरे लाग जब वैसे सब ठीक है लाग रहा है काम धंधो। अब जैसे ना होंगे अगू पछू बात भी जानेंगे, बाटों घाटों को थोड़ी अब तुम हमका बताओ, मैं सब तुम देख ही रहे हो। बनान के शुरू होता तो बीच में बंदरों से हल्ला गुल्लू हो जाता है, बेहू का करे इत मैं जान पाता हूँ। और मैं तो जा घड़ी सब खुशी हूँ और काम धंधो से ठीक है, ठीक मैं देख ही रहा हूँ इनको। धार्मिक क्षेत्र में हमारो कछु ना है, होरी कार्यक्रम होता है एक। दूसरी बात है कि हमारो तीज को कार्यक्रम होता है। तीसरी बात है हमारो का है कि ये चराई उराई का आता है, जा होता है हमारो धारी कर्म। फिर आषाढ़ी पूजा होता है, जे हमारो धारी कर्म होता है हमारो राणा जाति को। इसमें ओडाले सहयोग कति गरिरहेछ? ओडा 10 जहाँ तक ले तहाँ तक ले अपने से करिए रहो भाई सहयोग। जनप्रतिनिधि आएपछि ओडामा विकास निर्माणका गतिविधि तीव्र बनेका छन्। स्थानीय आवश्यकतालाई प्राथमिकतामा राखेर काम भइरहेको छ। स्थानीय बासिन्दाले आफ्ना समस्या सहज रूपमा जनप्रतिनिधिसम्म पुर्याउन सकेका छन्, जसले स्थानीय र जनप्रतिनिधि बीचको सम्बन्धलाई अझ सुदृढ बनाएको छ। योजनाबद्ध र दीर्घकालीन विकासलाई अझ प्रभावकारी बनाउन सकिए यस्ता ग्रामीण बस्तीहरू भविष्यमा अझ समृद्ध र आत्मनिर्भर बन्ने निश्चित छ।